प्युठानको जनताको विकास र समृद्धिको सपनालाई साकार पार्ने गरी अगाडि बढ्ने हाम्रा कोसिसहरू रहनेछन्। हामीले यसको प्रतिबद्धता पत्र 2079 सालको चुनावमै व्यवस्थित रूपमा सार्वजनिक गरेका छौँ। त्यसका कामहरू हामीले थालेका छौँ। हामीले चाहे नौमुरे जलविद्युत आयोजनाका सन्दर्भमा होस्, चाहे लुङ्ग्रीमाडी सिँचाइ आयोजनाका सन्दर्भमा होस्, चाहे स्वर्गद्वारी जाने बाटोलाई सुरक्षित गर्ने गरी 11 करोड बजेट विनियोजन गरेर तपाईहरुले हेर्नुभयो भने 80 साल यता त्यहाँ खास दुर्घटना भएका छैनन्। हामीले स्वर्गद्वारी जाने बाटोलाई चाहिँ हामीले सुरक्षित गरेका छौँ। चाहे भालुवाङ प्युठान मोटर बाटो डबल लेन गर्ने कुरा होस्, हामीले 79 सालमा जितेर गएपछि यो काम थालेका छौँ। 12 करोडमा हामीले रोड सेफ्टीको काम अगाडि बढायौँ भने त्यसपछि चाहिँ हरेक वर्ष हामीले त्यो डबल लेनको काम अगाडि बढाएका छौँ। यो वर्ष झन्डै 30 करोडमा ठेक्का लाउने गरी हामीले बजेट सुनिश्चित गरेका थियौँ। तर चाहिँ जेनजी मुभमेन्टका नाममा जुन खालको उत्पात गरियो त्यसपछि हामीले बहुवर्षीय ठेक्का लाउने स्थितिमा हामी रहेनौँ। त्यो खालको स्थिति रह्यो। अब अरू धेरै कामहरू हामी गर्न अगाडि बढिरहेका छौँ। भालुवाङ बागदुला भीमगिठे सडक, पहिले चाहिँ ठुलाबेसी भीमगिठे सडक मैले नै पहल गरेर त्यसको ट्र्याक ओपन गरिएको थियो। त्यसलाई बहुवर्षीय ढङ्गले अगाडि बढाउने कोसिस हुँदाहुँदै एक्जिम ब्याङ्कको सहयोगमा डाक्टर पोखरेल योजना आयोगको उपाध्यक्ष हुँदा त्यसलाई अगाडि बढाइएको थियो। तर त्यो ठेक्का लाएर पनि अगाडि बढेन। 12 वर्षसम्म त्यो बाटोका कारणले बागदुला ठुलाबेसी भीमगिठेको खण्डको सडकको काम अगाडि बढेन। अहिले अदालतमा दुईटा मुद्दा अहिले पनि विचाराधीन छन्। त्यो विचाराधीन भएको र एक्जिम ब्याङ्कको सहयोगमा त्यो ठेक्का लाउने काम पनि हामीले धेरै कोसिस गर्दाखेरि पनि त्यो सम्भव भएन। र अब हामी चाहिँ आफ्नो स्रोतबाट त्यो बाटो अगाडि बढाउने भनेर कोसिस अगाडि बढाइरहेको बेला त्यो दुईटा मुद्दाको फैसला भएर त्यो टुङ्गिसकेपछि जुन ठेक्का रद्द गरिएको थियो, त्यो ठेक्का रद्द गरेको कम्पनीले हालेका दुईटा मुद्दा उच्च अदालत पाटनमा छन्। ती मुद्दा फैसला नहुँदासम्म त्यो बाटो अगाडि बढ्न सक्ने स्थिति थिएन। अहिले जिल्लाका, प्रदेशका, खास गरी पालिका पहुँच मार्ग र प्रदेशको चाहिँ सम्पूरकका योजना अन्तर्गत र सडक योजना अन्तर्गत पनि मैले 2081 मा 1 करोड बजेट विनियोजन गरेर ठेक्का लगाइएको बागदुला खरिबोट खण्ड त्यसको काम जो 40% बजेटमा ठेक्का लाग्यो। त्यसपछि फेरि बाँकी रहेको बजेट चाहिँ मा पनि ठेक्का लाग्यो र त्यसको फेरि 4 गुणा ठेक्का लगाएर त्यो बाटो चाहिँ अगाडि बढाउने काम थालिएको थियो। अहिले म पालिकाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। लुम्बिनी प्रदेश सरकारले पनि त्यसमा चाहिँ आफूलाई संलग्न गराएको छ र त्यो ठेक्का लगाउने काम अगाडि बढेको छ। म के भन्न चाहन्छु भने यसलाई उद्देश्य ढङ्गले बागदुला लोमान्थाङ जोड्ने उद्देश्य एउटा चाहिँ यो राजमार्गको रूपमा, लोकमार्गको रूपमा यो बाटोलाई नेपालको सिँगै नेपालको र प्युठानको पनि पर्यटन मार्गका रूपमा, सांस्कृतिक करिडरका रूपमा अगाडि बढाउनुपर्छ भनेर हामीले यो थालेका थियौँ। यो बाटोलाई हामीले महत्त्व दिनेछौँ र अरू धेरै कामहरू जस्तो चुजाठाँटी बागदुला, खास गरी चुजाठाँटी खलङ्गा भएर बागदुला पुलसम्मको बाटो, यो चाहिँ कृष्णसेन इच्छुक जीवराज आश्रित सडकको बाँकी खण्ड छ, यो ठेक्का लाउने यो काम गर्नेछौँ। बागदुला सेउलीवाङ सडक खण्ड पनि यही अवधिमा अगाडि बढेको छ। त्यसलाई ठेक्का लाउने, सम्पन्न गर्ने, मूलघाटको पुल सम्पन्न गर्ने, गावै खोलाको पुल सम्पन्न गर्ने। अहिले अलपत्र रहेका धेरै पुलहरू छन्। 5 वटा पुल त अहिले रुग्ण नै छन्। अरू धेरै पुलहरू अलपत्र छन् र सङ्घीय तहमा बितेको 3 वर्षमा देशभरि एउटा पनि पुल ठेक्का लागेन। प्युठानमा पनि सङ्घीय तहको पुल ठेक्का लागेको छैन। देशको बजेटको एकदम बेहाल स्थितिमा पुर्याइएका कारणले बनेका अर्थमन्त्रीहरूले कुनै एउटा पुलको स्रोत सुनिश्चित गरेका थिएनन्। हामीले त्यसका निम्ति धेरै आवाज उठायौँ, लड्यौँ र भविष्यमा हामीले प्युठानका कम्तीमा 20 वटा पक्की पुल निर्माणको कुरालाई हामीले आफ्नो मार्गचित्रमा राखेका छौँ। त्यसमध्ये चाहे चाहिँ बाटुले सारी जोड्ने पुल होस्, चाहे त्यो चाहिँ यो चाहिँ नौघाटको पुल होस्, चाहे जुडा दुर्बाङको पुल होस्, चाहे लिबाङ साली बिसौनाको पुल होस्, चाहे घट्टे खोला अर्खाको पुल होस्, यस्ता धेरै पुलहरूका सन्दर्भमा हामीले चाहिँ कुरा गरेका छौँ। लामाचौर नुनेपानीको पुल भन्नुहोस्, त्यो स्वर्गद्वारी विमानस्थलको पुल भन्नुहोस्, यी पुलहरूका सन्दर्भमा हामीले कुरा गरेका छौँ। प्युठानमा हामीले चाहिँ
लामो झलुङ्गे पुल निर्माण गरेका छौँ यही कार्यकालमा। यो लुम्बिनी अञ्चलकै सबभन्दा लामो 275 मिटर लामो 375 मिटर लामो पुल हामीले निर्माण गरेका छौँ। त्यो पुलसँगै प्युठानमा अरू 4वटा लामा पुलको सन्दर्भमा हामीले छलफल अगाडि बढाएका छौँ। त्यो अगाडि बढाउने छौँ। स्वर्गद्वारीलाई केन्द्रित गरेर सांस्कृतिक पर्यटनको कुरा, प्युठानका सबै सडकहरूलाई स्तरोन्नति गर्ने, कालोपत्रै गर्ने कुरा। हिजो म चुनाव लड्दा चाहिँ मुर्कुटी देवीस्थानको सडक पनि चाहिँ कालोपत्रेको प्रक्रियामै थियो। ठिक समयमा काम भइरहेको थिएन, ठेक्का ठिक समयमा लागेर पनि काम भएको थिएन। अहिले सम्पन्न भएको छ। यस्ता धेरै कामहरू हामीले अगाडि बढाउने भनेका छौँ र प्युठानका जनताले आफ्नो ठाउँको विकास र समृद्धिको जे सपना राख्नुभएको छ ती अधुरा कामहरूलाई, हामीले अगाडि बढाएका कामहरूलाई, जारी राखेका कामहरूलाई, 42 सालदेखि अल्पत्र परेका कामहरूलाई अहिले पनि विभिन्न तहका सरकारको मातहतका अधिकार क्षेत्रभित्रका अन्तर्गतका लफडामा परेर चाहिँ विकासका कामहरू अगाडि नबढेको जुन समस्या छ त्यसलाई हामीले सम्बोधन गर्नेछौँ र सर्वोपरि रूपमा चाहिँ मैले के देखेको छु भने बजेट छुट्याएर मात्र विकास भएको छैन, प्युठानमा ठेक्का लगाएर मात्र विकास भएको छैन। म प्रधानमन्त्रीको सल्लाहकार हुँदा चाहिँ सिमलटारी सौतमारी मच्छी खण्ड मदन भण्डारी राजमार्ग ठेक्का लागेको थियो। ठेकदारले समयमा काम नगर्दा अहिले पनि त्यहाँ जनताले धेरै दुःख पाएका छन्। समयमा ठेक्का लाउने कुरा, बजेट छुट्याउने कुरा, समयमा ठेक्का लाउने कुरा, ठेकदारलाई समयमा काम गराउने कुरा र ठेक्का सम्पन्न गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो। म निर्माण व्यवसायीहरूसँग धेरै उहाँहरूको आलोचना गरेर समाधान हुन्छ भन्दिनँ, तर काम समयमा सम्पन्न हुनुपर्छ भन्ने कुरामा बिना सम्झौता काम गर्नुपर्छ भन्ने कुरामा जोड दिएको छु र यो ढङ्गले हामीले काम गर्नेछौँ। अबको वर्ष प्युठानलाई हामीले 100% विद्युतीकरण गर्नेछौँ। त्यो कुरा मैले अघिल्लो कार्यकालमा अगाडि बढाएको छु। प्युठानमा 100% ट्र्याक ओपनको काम गरिनेछ। यो अघिल्लो कार्यकालमा हामीले अगाडि बढाएका छौँ। चाहे त्यो बोहरा गाउँ रजबारा जोड्ने बाटो होस् वा चाहिँ बडडाँडाबाट बुढीचौर जोड्ने बाटो होस् वा चाहिँ मल्लरानीको यो माथि अरबाङबाट सोलालना जोड्ने बाटो होस्, यी बाटोहरूलाई ट्र्याक ओपन गर्ने सन्दर्भमा हामीले विभिन्न तहका सरकारहरूसँग सहकार्य गरेर बाँकी सबै ठाउँमा ट्र्याक ओपन गर्नेछौँ। कुनै ठाउँमा बाटोको ट्र्याक ओपन गर्ने ठाउँ बाँकी राख्ने छैनौँ। हामीले यो काम गर्नेछौँ र बाटोको विस्तार र स्तरोन्नतिलाई ध्यान दिनेछौँ र कालोपत्रे गर्ने काम हाम्रो सपनाका रूपमा हामीले प्युठानमा यो चाहिँ कार्यकालमा अगाडि बढाउनेछौँ र एउटा देखिने उपलब्धि हासिल गर्ने गरी प्युठानी जनता खुसी हुने गरी हामीले उपलब्धिहरू हासिल गरेर अगाडि बढ्नेछौँ। म यो कुरा तपाईँले आफूलाई मेरो प्रतिस्पर्धी को भन्ने ठान्नु भएको छ अहिले किनकि नयाँ शक्ति पनि आएको छन्। सुन्नुहोस् है, तपाईँहरूले अप्ठ्यारो नमान्नु होला। 5वटा पार्टी मिलेर मसँग लड्दा मैले जितेको। त्यो परिस्थिति त्यो बेला त्यस्तै होइन। त्यो परिस्थिति प्युठानी जनता तिनै हुन्। 75% 85% यहाँको जनमतको जे भावना छ त्यो त्यही हो। मान्छे चाहिँ यहाँ कुनै नयाँ मान्छे आउनु भएको छैन। अलिअलि नयाँ पुस्ता मेरो घरमा पनि नयाँ पुस्ता नवयुवा हुनुहुन्छ, सबैको घरमा हुनुहुन्छ। त्यसो भएर एमालेको प्रतिस्पर्धी यहाँ मैले खास देखेको छैन। नयाँ पार्टीका साथीहरू सोसल मिडियामा अलिअलि देखिनुहुन्छ गाली गलौजमा, तर जनताको बिचमा मैले देखेको छैन। मैले कयौँ साथीहरूलाई भेटेँ, तपाईँहरूले नयाँ भन्नुहुन्थ्यो, मान्छे त नचिनेको मान्छे पो ल्याउनु हो भनेर पनि भने मैले, सापट्टि ल्याउनु भयो पनि भनेर भने मैले। यो खालको स्थिति पनि मैले देख्दैछु। जनताले चिनेको, जनताले आफ्नो कुरो भन्न सक्ने, जनता बाँच्न सक्ने, जनताले आफ्नो कुरो चाहिँ निर्धक्क भन्न सक्ने र जनताले त्यो ढङ्गले चाहिँ परख गरेको, बेहोरेको, भोगेको र जम्मी 1000 दिन कार्य अवधिमा झन्डै चाहिँ 200 दिन त म निर्वाचित सांसदको रूपमा यहाँ प्युठानमा आएको छु। म यसको डाटा पनि तपाईँहरूका बिचमा ल्याउने छु। यो सबै कुराहरू हेर्दाखेरि एमालेसँग प्रतिस्पर्धा गर्न पाए हुन्थ्यो। केपिएलसँग चुनाव लड्छु भनेर आफ्नो नाम चलाउन पाउने त धेरै मान्छेहरू छन्, तर एमालेसँग प्रतिस्पर्धा गर्ने तागतमा मैले देखाएको छैन। सबैलाई म प्रतिस्पर्धाका निम्ति, स्वस्थ प्रतिस्पर्धाका निम्ति आग्रह गर्न चाहन्छु। तर हामी 5 पार्टी एकतिर हुँदाखेरि त चुनाव जितेको, अहिले त छुट्टै नीतिका हिसाबले एक्लै लड्न पाए हाइसन्चो हुन्थ्यो भन्ने मान्छे हुँ म। अहिले त्यो एक हिसाबले इच्छा पुरा भएको छ। हामी जनतालाई साथमा लिएर त्यो ढङ्गले चुनाव लड्छौँ, त्यो ढङ्गले अगाडि बढ्छौँ। अहिले सामाजिक सञ्जालहरू हेर्दाखेरि जुन घन्टी अनि नयाँ शक्तिहरू यो जेनजी आन्दोलनपछि मुभमेन्ट पछि
नयाँ आउँछन् भन्ने जुन सामाजिक सञ्जालमा चर्चा देखिरहन्छ। तपाईँ त संसदीय दलको संसदीय समितिको सभापति भएर सहकारी छानबिन गर्नुभयो, यसको चुनौती तपाईँको चुनावमा कतिको पर्छ? अब 65 करोड 54 लाख सहकारीका बचतकर्ताको बचत ठगी भएको कुरो केही होइन भनेर कोही आउनुभयो भने यो धरतीमा यो पृथ्वीमा संसारभरि त्यो ठगीका विरुद्ध लड्ने दमका साथ छानबिन गरेर तथ्यसहित प्रतिवेदन दिएको छ। त्यस्ता चाहिँ चुनौतीलाई सामना गर्ने तागत भएको मान्छे म हुँ। त्यो तागत भएर चाहिँ प्रतिवेदनमा कसैप्रति कुनै कसैका प्रति हाम्रो द्वेष ईर्ष्या अथवा पूर्वाग्रह केही पनि छैन। सहकारीको रकम ठगी भएको हो कि होइन? हो। 65 करोड 54 लाख रकम गोर्खा मिडिया नेटवर्कमा गएर ठगी भएको हो कि होइन? हो। मैले अहिले नाम लिइनँ, उहाँ व्यक्तिले हस्ताक्षर गरेर त्यो रकम खर्च भएको हो कि होइन? हो। प्रतिवेदनले यही भनेको छ। चाहियो भने नाग पञ्चमीमा ब्राह्मणले नाग टाँगेर जनताको घर घरमा टाँग्छन् नि, त्यो ढङ्गले तथ्य प्रमाण जनताका घरमा टाँग्न सक्ने तागतका साथ हामीले त्यो छानबिन गरे। सोही पार्टी तपाईँसँग प्रतिस्पर्धा गर्न फेरि प्युठान आएको छ। को पार्टी? तपाईँ जुन छानबिन गर्नुभयो तपाईँले प्युठानमा पहिला पनि थियो, कृष्ण पोखरेल पहिला पनि लड्नु भएको थियो, 3400 भोट ल्याउनु भएको थियो त। तर पहिलेको माहौल अहिले जेनजीको नेतृत्व गरेर चाहिँ रासोपा आएको छ भन्ने कुरा छ। यो को आउनु भएको छ, म पार्टी यहाँ उम्मेदवारी हाल्ने सबैलाई म धन्यवाद भन्छु, किनभने यो जिल्लाको म प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेको सबैको एक हिसाबले त म अग्रज हुँ नि। फेरि जित्दा पनि म उहाँहरूलाई नै अभिभावकत्व प्रदान गर्नुपर्ने मान्छे हुँ नि, त्यसो भएर म अरू कुरा बोल्दिनँ। तर प्रतिस्पर्धामा आउनुभएकालाई सबैलाई रहर गरेर आएकालाई पनि मैले स्वागतै गर्नुपर्छ, साँच्चै प्रतिस्पर्धा गर्न आएकालाई पनि स्वागतै गर्नुपर्छ। मसँग चाहिँ एकदम नीतिमा, योजनामा, कार्यक्रममा, अरू योग्यतामा प्रतिस्पर्धा गर्न आउनु भएको छ भने पनि स्वागत गर्नुपर्छ। मैले अन्तिममा एउटा भन्छु तपाईँलाई, म छुट्टिन्छु, परीक्षण भएका व्यक्तिहरूलाई अब भोट दिइन्न भनेर चाहिँ जनताहरूले भन्न थालेका छन्। त्यसो हो भने त दुईचोटि उप प्रधानमन्त्री गृहमन्त्री भएका मान्छेले मैदान छोडेको घोषणा गरून् न। सूर्य थापा त मन्त्री भएको छैन, सूर्य थापा त एकचोटि चुनाव जितेको, दुईचोटि उप प्रधानमन्त्री गृहमन्त्री भएका, मेयर भएका, अनि ती ठाउँ छोडेर उम्मेदवारी दिएर हिँडेका मान्छेहरूले चाहिँ राजीनामा गरेर हामी परीक्षित भयौँ, असफल भयौँ भनेर छोडे भने मैले पनि सोचुला। प्युठानमा चाहिँ अघिल्लो निर्वाचनमा अनौपचारिक रूपमा नेपाली कङ्ग्रेसले सहयोग गरेर सूर्य थापाले जित्नुभयो भन्ने एउटा त्यो खालको तपाईँहरूमाथि त्यो बहस पनि भएको थियो। के भन्नुहुन्छ यस विषयमा? अहिले काङ्ग्रेस एक भएर आएको छ भनेर योभन्दा अगाडि अहिले कङ्ग्रेसको उम्मेदवारले भनेर जानुभयो, कतिको चुनौती छ अब? होइन, कङ्ग्रेसको उम्मेदवार त्यतिखेर पनि गठबन्धनलाई भोट माग्दै ठुला बेसीसम्म पुग्नुभएकै हो, ऐरावतीसम्म पुग्नुभएकै हो, सबै ठाउँ गठबन्धनलाई भोट माग्न हिँड्नुभएकै हो। कङ्ग्रेसले संस्थागत रूपमा एमालेलाई सहयोग गरेको मेरो जानकारीमा छैन। काङ्ग्रेसभित्र मेरा आफन्तहरू हुन सक्नुहुन्छ, शुभेच्छुकहरू हुन सक्नुहुन्छ। डेमोक्रेसीका लागि मैले पनि त्यत्तिकै लडेको छु। त्यो लडाइँलाई चाहिँ कम्पेरिजनमा राम्रो मान्ने साथीहरू, शुभेच्छुकहरू हुन सक्नुहुन्छ। ती साथीहरू सबैलाई म धन्यवाद भन्छु। तर संस्थागत रूपमा काङ्ग्रेसले मलाई सहयोग गरे होइन, कोही पनि भ्रममा नपर्नु होला, कुनै पार्टीले सहयोग गरे होइनन्। नेकपा एमाले एक्लै चुनाव लडेको, 5 दलीय गठबन्धनलाई एक्लै चुनाव लडेर परास्त गरेको, यो कुरा चाहिँ मैले निर्धक्क भन्छु। काङ्ग्रेसले संस्थागत रूपमा मलाई सहयोग गरेको भनेर कहीँ भनेको छ भने त्यो झुट कुरा बाहेक केही पनि होइन। धन्यवाद।